What's up everyone, it's your boy Asif the King back with another new reaction video. आजको भिडियोमा म रियाक्सन गर्दैछु लाल गाडी बाई एप द गोड या दाइको नामले नै सिन हल्लाइरहेछ हैन। सो लेट्स सी कस्तो छ यो लाल गाडी। तपाईहरुले अहिलेसम्म यो सङ सुन्नु भएको छ कि छैन त्यो पनि कमेन्टमा भनिदिनु होला। अनि अहिलेसम्म च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्न नभुल्नु होला है। लेट्स गेट इन्टु द भिडियो, लेट्स गो। Yeah. कस्तो छ है ल हेरिदिउँ। बसन्दिया तू लाल साडीमा आउन आउल म तुलाई लाल गाडीमा सुकुरडी तुसित साल भरिका जन्मणी खोल्नु तू आफ्नो ख्याल राखी बसन्दिया तू लाल साडीमा आउन आउल म तुलाई लाल गाडीमा सुकुरडी तुसित साल भरिका जन्मणी खोल्नु तू आफ्नो ख्याल बनाएर रानी म राख्ने छु तिमीलाई आँखाको नानीमा आँसुले इन्ट्रेस्टिङ तिमीसँगै म कतै जाँदिन लग्छु तिमीलाई म ग्याङको पार्टीमा लगाइदिन्छु सिक्री 5 तोलाको घाँटीमा जिन्दगी कटाउने सोच्या छु तिमीसँग ढुक्क बस्छ जुटो कसम म खाँदिन डर लाग्छ टाढिन डर लाग्छ छुट्टिन्छौ कि हामी आदिमा त्यसैले तिम्रो अङ्गालोमा बाँधिन डर लाग्छ तिमीसँगै पहिला डर लाग्छ तिमीसँगै पहिला थाहा थिएन हातमा छ ब्लेड उल्टो छ प्लेट चार्जमा टोलाएर हेर्दैछु नाडीमा रगतै रगतले भर्या छ फ्लो बसन्ती रातोबाट सेतो साडी त्यसको अलि बदल्या छ नेचर रोएरै बिगार्छ मेकअप अनि तिमीबाट धेरै टाढा मन मेरो त्यही छ बोल न केही त बोल न केही त बोल न मैले सम्झिँदा पानी पर्छ हेर्नु आकाशमा भेट्नलाई आउँछु म फर्किने बाकसमा जिन्दगी यात्राको पुग्ने हो कहाँसम्म त्यसैले कोर्दैछु भावना कागजमा सिरानी मुनि राखिदिन्छु म पढ्नु ल चिठीमा जे बन्या छ त्यो गर्नु ल माया त गरेकै हो मैले मनदेखि निष्ठुरी छोडेर गयो न भन्नु ल आफ्नो ख्याल राखी आउलो तुइसिजा गद्छ सालभरिका सुवाकुरडी तुइसित आफ्नो ख्याल राखी आउलो तुइसिजा गद्छ सालभरिका सुवाकुरडी तुइसित उसरे बसन्दिया तू लाल साडीमा लाल लाल आउन आउलो म तिलाई लाल गाडीमा सुकुरडी तुइसित सालभरिका खोल्लो तू आफ्नो ख्याल राखी उसरे बसन्दिया तू लाल साडीमा ल्याउन आउलो म तुलाई लाल गाडीमा सुकुरडी तुसित सालभरिका जन्मणी खोल्लो तू आफ्नो ख्याल राखी तू आफ्नो ख्याल राखी मेकिङ सर ब्रेकडाउन गरौँ है ल सर। अलराइट, याबीले हुक चाहिँ सुदूरपश्चिमको भाषामा गाएको छ अनि भर्स चाहिँ नेपालीमा राखेको छ। इन्ट्रेस्टिङ छ नि त सर, किनकि दुइटै अडियन्सलाई तान्नलाई क्या अब नेपालबाट पनि बुझोस् अब सुदूरपश्चिमबाट पनि बुझोस्, दुइटै अडियन्सले बुझोस् के हुन्छ नि त। क्रेजी म्यान यस सर। अनि यसले आफ्नो रुटलाई रिप्रेजेन्ट गर्छ। याबीले आफू कहाँबाट आएको थियो भन्ने बिर्स्या छैन भन्ने देखाउँछ। ओभरअल याबीको दामी छ यार। अनि याबी दाइले यो ट्र्याक इमेजिनेसन गरेर लेखेको जस्तो छ हैन, एकदम डिप मेलोडी प्लस इमोसनल पेन छ हैन। सो यो थियो मेरो रियाक्सन गाइज टु लाल गाडी बाई याबी द गोड। ओनेस्ट भन्नुपर्दा धेरै राम्रो लाग्यो मलाई। याबी दाइले फेरि पनि प्रुफ गर्नुभयो कि किन उनलाई द गोड भनिन्छ भनेर। तपाईहरुलाई कस्तो लाग्यो हैन कमेन्ट गरिदिनु होला। इफ यु इन्जोय माई रियाक्सन लाइक सेयर एन्ड च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनु होला। सी यु इन द नेक्स्ट भिडियो। पिस आउट, बाइ बाइ, साइड स्लडाई मदरफकर्स। फाउ।